भ्लग सुधाको आज म फ्राई छु तपाईँको साथमा नयाँ न्युडे भ्लग लिएर सबैजना आज म गुड मर्निङ भन्न चाहन्छु। अहिले चाहिँ बिहान बिहानको भ्यू कस्तो मिठो त्यहाँ म भर्खर चाहिँ उठिरहेको छु। ओहो हो बुर्कुटी डाँडा यतापट्टिको बुर्कुटी डाँडा उतापट्टिको के डाँडा मलाई थाहा छैन। हाम्रो घरबाट देखिने भ्यू कस्तो खतरासम्म देखाइदिन्छु गाई तपाईँहरूलाई होइन। हाम्रो घरबाट चाहिँ देखिने भ्यू यहाँ चाहिँ लुगा सुहाइदिइराख्ने अहिले कस्तो कालो हौ उज्यालो बनाउनु। कताको फ्ल्यास हामी चाहिँ भैँसीले चाहिँ गाडी कसेर चाहिँ त्यो आमाले चाहिँ मिलाउँदै हुनुभएको। हाम्रो धनसरबाट देखिने भ्यू त सबै केराका पनि छेक्दै क्या अन्त त खतरा देखिन्छ नि। हेर्नु कस्तो बवाल छ राति पानी परेर के हो म चाहिँ यसो बराबर होइन त मोटे ओइ मोटे मोटेले त्यहाँ के खोजिरहेको कि हामी चाहिँ केही चाहिँ स्कुल जानुपर्छ होइन। हिजो अस्ति चाहिँ बिदा थियो नि त अनि आजबाट चाहिँ स्कुल खुलाएको। चाहिँ हाम्रो के भन्छ अरे बिदा हुन पनि धेरै छैन होइन। बिदा भएपछि त रेगुलर आउँछ गाइस भ्लग पनि। हाम्रो चाहिँ यहाँ घरमा फुल छ कस्तो राम्रो सबै एउटै डिजाइनको छ तर सेतो र पिङ्क अनि रातो छ कि यहाँ फेरि हाम्रो घरतिर फेरि बाटो बिगारेर कस्तो झ्याउ बनाउँदै ग्राभल हाल्दा चाहिँ यस्तो गाडी ग्राभल हाल्यो नि यता भयो अनि यता कस्तो आउँदै रहेको यस्तो 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 बनाइन्छ नि बाटो अनि के भन्नु तिमी। कुहिरो लाखा जाडो महिना जस्तो भइरहेको मेरो चाहिँ रत्ते भयो। अनि चाहिँ यहाँबाट चाहिँ नाली छ अनि यहाँबाट चाहिँ सुत्ता आउँछ पानी अहिले पछि पानी परायो बेलामा चाहिँ अनि दुबो गाई छ हाम्रो घरको यस्तो टिपेर यो काम लाग्छ नि बल्ल चाहिँ गाई जुजा माथिबाट घाम देखिन लायो हो म जुम गरी देखाउँछु गाइस बस्नु है कताको घाम घाम देखिनु चाहिँ सुरु हुँदैछ घाम देखिन सुरु हुँदैछ गाइस। सबैजनाले चाहिँ माया देखाइदिनु होला है माया देखाउनुलाई भिडियो राइट चाहिँ हाम्रो घरमा चाहिँ धेरै फुल छ एउटै खालको धेरै खालको फुल छ कि यतापट्टि पनि छ कि ए फुलको त बगैँचा नफल्दैन मात्र पो त एकछिन है ठिकै छ मान्छेहरू आएको थियो कि मलाई लाज लाग्यो बोल्नलाई होइन त्यो चाहिँ मैले रोकेको त्यहाँबाट। अब चाहिँ गाइस म अहिले पछि एकछिन नयाँ स्कुल जानुपर्ने हुन्छ त्यही भएर चाहिँ अब चाहिँ स्कुलबाट आएर मात्र भेटौँला है त स्कुलबाट आएर मात्र भेटौँला त्यसको लागि कुरेर बस्नु होला हस् त अहिलेको लागि चाहिँ ड्याम ल केटाकेटीहरू कस्तो के लाग्यो के लाग्छ होला भन्ने मैले फेरि अब चाहिँ म चाहिँ स्कुल जान रेडी भइसकेको छु होइन लुगासुगा लगाएर होइन अब नकाटा मात्र बाँकी छ बल्ल उसो खुल्छ
घरमा चाहिँ एक्लै परेर थियो गाइस। अघिसम्म त आमा थियो, अहिले त एक्लै परेर थियो गाइस म त घरमा। मेरो यहाँ आधी मुन्डी लुक्दो रहेछ कि भिडियोमा जहिले नि यार। पछि भिडियो बनाएर भएपछि हेऱ्यो आधी मुन्डो त त्यसै लुकेर आउँदो रहेछ मेरो होइन। अरू त केही भन्नु छैन गाइस, अब म नङ काट्छु होइन। त्यो भएर अघिलाई चाहिँ बाई बाई। अब बेलुकी स्कुलबाट आएर भेटौँला नि त। इट्स र भने हस् त बाई बाई। ल त केटाकेटीहरू चाहिँ हामी चाहिँ म चाहिँ अहिले स्कुलबाट आइसकेँ होइन। आएर नि खाजासाजा खाएँ। अब चाहिँ म बल खेल्नु जाँदैछु माथि होइन। बिहान चाहिँ पानी पर्ला जस्तै भएको थियो तर परेन पानी चाहिँ होइन। बिहान त फुल कस्तो छ अहिले पनि। गरममा नै आयो भने बिहान कस्तो छ अहिले कस्तो छ। अब चाहिँ म बल खेल्नु जाँदैछु होइन। यो माथिको टी सर्ट फेरौँ अनि जाम्ला नि त भन्दैछु म फेरि हाँसिदेऊ न। होइन गाइस कपाल के भयो यस्तो कपाल लगाइस्। अब चाहिँ म एकैचोटि बेलुकी बल खेल्दा आउँछु अनि त्यसपछि भेटौँ है त। अहिलेको लागि चाहिँ ड्याम केटाकेटीहरू के छ खबर होइन। यसरी चाहिँ बल खेलेर आएर यहाँ खुट्टा धोएर आएर भित्र आइसकेको छु होइन। भित्र चाहिँ अन्धकार छैन लाइनैरह। अन्धकार त के अन्धकार हुनु भन्ने र होइन। अहिले चाहिँ बेलुकीको 7 बज्न लागेको छ होइन। 7 बज्न कति मिनट छ भन्दा 3 2 1 गो। देखिहाल्नु 7 बजिसक्यो है। 7 बजिसक्यो। 7 बजीसम्म चाहिँ उज्यालै हुँदो रहेछ अहिले नि। मैले थाहा थिएन। बलियो सुनसाई म चाहिँ यति बेला बत्ती बाल्नु थिएँ। बत्ती बाल्नु पुरा तेर्छ पुरा अन्धकार हुँदैन। सबैतिर बत्ती बाल्नु पर्ने हुन्छ होइन। यो नि यहाँ हाम्रो रेडियो पुङ्गु पिउँ पिउँ ओइ तेरो काम देखा पिउँ पिउँ। ओके त्यो नाम के हो भन्यो आज आँखा हेर्छस् भन्दिनँ हो भन्छ त। ल त गाइस आजको लागि चाहिँ भिडियो यति नै हुन्छ। सबैजनाले गएर युट्युबमा हेरिदिनु होला भने म आशा राख्छु। हस् त बाई बाई। हस् त बाई बाई गुड नाइट जय नेपाल।